दिजु यो नेकपा एमाले पार्टी भनेको कस्तो पार्टी होला भनिदिनु त मलाई। नेकपा एमालेको पार्टी बलात्कारीको पार्टी हो। तेरि दिदी कहाँ त्यस्तो होला त यो पार्टी होइन होला। बरु केपी ओली भनेको मान्छे कस्तो खालको मान्छे होला भनिदिनु भयो त मलाई। केपी ओली भनेको बलात्कारी हत्यारा भ्रष्ट र यी अपराधी तत्त्वहरूलाई जोगाउनको लागि बनेको हो। तेरि दिजु केपी ओली त यस्तो होइनन् होला जस्तो लाग्छ त मलाई। अनि यो बारेमा चाहिँ केपी ओलीलाई के चुनौती दिन चाहनुहुन्छ तपाईँ भन्नु त। केपी ओलीलाई म यहाँबाट चुनौती दिन चाहन्छु, जोगाउने जति जोगाइसक्नु भयो, अब आफ्नो ज्यान जोगाउनुहोस् तपाईँ। होइन दिजु तपाईँले त केपी ओलीको ज्यानै जोखिम पारिदिनु भयो त। अनि केपी बा तपाईँलाई के लाग्छ यो कुरा भन्नु त ल। मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ, यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न। त्यो बुढा ठिक त भन्नुभएको छ नि दिजुले। कहाँ बोक्सीका कुरा गर्छौ तिमी। अनि बुढा तिमी चाहिँ अब नउठ के, पटक पटक यत्रो बुढो पाएको हुन्जेसम्म पनि तिमी सिट छाड्दैनौ त, प्रधानमन्त्री हुन खोज्छौ। अब युवाहरूलाई देऊ न त। देशमा चाहिँ युवाहरू उठ्न लाग्छन्, बालेन जस्तो युवाहरू राष्ट्रबाट उठ्न लाग्छन्। अनि तिमी अब छोडिदेऊ के बुढा। अब तिमी उठेर पनि के काम छ, लट्ठो टेक्ने भइसक्यो, बरु बिर्दा पत्ता खाएर घरमै बस्या बुढा भइहाल्छ।